सुकेको माछा पकाउने सफा गरेर राखेको है। त्यसपछि यो झोल बनाउँछु। अरू मसला त यिनीहरू चाहिँ आइहाल्छन्, धनियाँ पाउडर, जिरा पाउडर। अब मैले यो चाहिँ सुकेर माछा हालिदिने है। आजको हाम्रो खाना फर्सीको र सुकेको माछा, दाल। यो चाहिँ आज माछा फ्राई गरेको होइन, यत्तिकै यसरी बनाएको हो यो माछा। झोल माछा अनि भात खाँदैछौँ। ल त पानी शेष गरौँ है। अब सुरु गर्न पर्यो खाना। यो चाहिँ हो ल सबैले हालिदिनु त बरु। सुकेको माछा। हातमा समातेर हाल्नु भन्छु कि मैले त्यही भएर। माछा नखानु कि भन्नु नखानु किन दिदी? खाने मन नलागेर हो कि खानुहुन्न? खानु मन नलाग्यो। ल यो चाहिँ माछा खानुहुन्न? ल हामीलाई त अब माछा मासु भएन भने त्यति लाग्दैन। आज फर्सीसँग मोलेर खानु। यो त खानु न उयो होला। तबडे सागरले खायो? त्यसरी सादा खाना। फर्सी पायो भने भाइलाई र मलाई केही छैन। फर्सी मिठो लाग्छ मलाई नि। आज खाना अलिक ल बाँकी दिँदै गर्नु। माछाको झोल हालिदिउँ कि थोरै? हालिदिनु। ग्रेभी ल ल अझै ल अझै ल नै भयो। मिठो लाग्छ नि त दिदी। ल सुरु गरौँ है। म त खाइसकेँ। नखाउँ त। यो असला माछा होइन? ल माछा अस्ति मारेको थियो नि होइन? यो उसमा देखाएको थियो कि भिडियोमा। त्यही माछा हो क्या है बाबु? यो छपियाको माछा। यो थपिया छैन हौ। असला माछा कहाँ बुढाले लिएर आएको थिएँ? असला माछा। दही पनि छ नि त दिदी। मैले हामीले कुटा खुसेको भयो नि नदिएको। के दही? दही त खान्छु केही हुन। हो ल हालिदिउँ। दही त खान्छु खान्छु। थोरै सधैँ खुकुरा कटाउन भएको। कहाँ माछा सुक्छ यहाँ सुँगुर? खुकुर माछासँग भयो। भिडियो गराउनु हो कि हजुर त देखिनु हो कि छैन भिडियोमा? हो र रे अलि बिचमा राखेर हुन्छ के क्यामेरा गराएको होला अहिले हेर्न आफै खानाहरू आएको बल्ल आयो तिनजनै खाना अब यहाँदेखि स्टार्ट गर्नु 4 मिनटदेखि आज चाहिँ
सुकेको माछा फ्रेस माछा त्यसरी ड्राई फिस फ्रेस फिस खाँदै ओहो नुन धेरै हुन्छ यसमा क्या यो दार्जिलिङ मात्र भात भने मजाले खान्छ क्या त्यही नभए नि माछासँग भात खाइन्छ सक्छले नखाऊ भने होला होइन म आफै नखाएको खान मन लाग्दैन माछा मासु कम खाने भन्नु छ माछा मासु नखानु भनेर मासु भिनालेर भन्नुपर्छ त्यही भएर मैले खान्न नदिनु भयो भन्नाले किन सधैँ किन हो मैले मासु त यहाँ खाएको घर खाइदिनु मासु ए खसीको मासु ल्याउँछन् कुखुराको के भन्छ ठुलो कति कति उठाउ पोथी ल्याउँछन् घरै काट्छन् मलाई खानु मन लाग्दैन यहाँ आएर मैले गरिदिनु पकाएको मासु त राम्रो रहेछ डल्लै फ्रान्तिर तिरवटै छ मैले गरेँ आहा त्यही खानु हो नि त हिजो अस्तिको त मै बनाएर नि खान्थेँ नि हो बुढी हजुर ल अब भात खानु पऱ्यो नि त त्यतै छ त बुढाले भात धेरै खानुहुन्न भनेर थोरै लागेको थियो तर ए अघि अघि जति नै हाल्दो रहेछ नि भात त अब यो चाहिँ फर्सी खाएपछि यहाँ हिँड्दा मान्छेलाई को हुन्छ के भोक लाग्छ एक्सर्साइज के वहीँ फर्स्ट बडी पुग्थ्यो नि त कान्छे तिमीले सबै यो के भन्छ नै नाति कति बाटो हो तिम्रो हिँडेपछि एक्लै
फट्टा सिधाएर सुत्छ बस्दै बस्दैन क्या त्यही पछि हालिदिउँ पर्सी नि हालिदिनु माछा नि हालिदिनु बरु हामी दुईजै धेरैसँग खानु ल थाहा यता लगा अझ ल ए ए दुईजनाको खाना म गर्छु नि यो अर्को ल यो अर्का नि हालिदिनु बरु खानु ल खाऊ झोल पनि खाऊ रुख पनि हालिदिनु ल नातिलाई के राखिदिन्छौ त रातिलाई हेर न के हुन्छ आहा भात त मजा आयो क्या सुरुबाट खाए जस्तै आछ सुरु दोकान त धेरै भयो डाइट पक्रा थियो नि त मेरो खुर्सानीले बरु खाऊँ डल्ले दिदी भात भयो दही सिधी खानु भयो ठिक गर्छु हँ? म दही दिदीलाई दही खानुहुन्न भन्दै के खानु दही ए दही अरू माछा मासु नखायो भने मान्छे दुध दही खान त छोड्नु मन लाग्दैन कि मलाई हामी न मैला त्यो होइन खानुहुन्न भनेर क्या गुलियो रहेछ यो दही कुरो होला अमिलो खान्न चिनी हालेर बनाएको हो यो बाबुले पनि गुलियो गुलियो दही दिन्छ कि यो होइ गुलियो दही नै ल्याएको क्या चिनी हालेर कुल्यो हुने त हो नि अब गुलियो दही मिठो हुन्छ हामीले पनि दही एकदम ल्याउँछु खान्छु म त हामीलाई कुटा धुसाको भएर खानुहुन्न क्या भनेर म त रहेन थोरै फर्सिहाल्यो त बाबु पर्सी मिठो हुन्छ होइन भाइले र मैले त भिन्डीको झोल यसो पर्सी खाने बेला चाहिँ भाँडामा छ है कुरो के पर्सी भयो बहुत पर्सी पनि खाने ल फर्सी त राम्रो हो नि माछा नि खाइयो फर्सी पनि मुन्टा पनि खाने है फर्सी पनि खाने काठमाडौँमा फेरि इस्कुसका मुन्टा पनि खाने तरुल ए पनि खान्छ। तरुल रहेछ जस्तै हुँदैछ कि इस्कुस त तल जरा जरा खान्छ नि त्यो पनि खाने अनि यहाँ पनि त पाउँछ यहाँ पनि त सबै खान्छ नि हाट बजारमा अर्काबाट आउँछ होला नि यहाँ मिठो। हाम्रो छोराले ल्याएको र अस्ति इस्कुसको जरा बुहारीले पकाइदिए त्यहाँदेखि पनि मन त त्यति बेला बिमार गर्थेँ केही नखाने थाहा पाएन त्यही एउटा रोटी खाएर पल्टेको पल्टै दबाई खान गरेको थिएँ मात्रै खानेमा नराख्ने खानैमा नलाग्ने क्या जबरजस्ती एउटा आधी कहिले आधी रोटी यहीँ बस्नु भाइ र मेरो मसितो सँगसँगै बसेर खानुहुन्छ खाना खानु
सुकेको मासु मिठो भयो हाम्रो ससुराले सुकेको माछा सब्जीमा हालेर क्या माछा छैन भने सुकेको माछा भयो नि चाहिने त्यसरी खानुहुन्थ्यो त्यो अर्को माछा हुन्थ्यो बुट कहाँबाट दिएको हङकङबाट नि अनि त्यो खाने चटनी बनाएर है अँ। टमाटरको चटनी पिस्यो अनि त्यो माछा त्यस्तो काँडा हुँदैन नि होइन त्यस फ्राई गरेर माथिबाट हल्का रातो रातो बनायो हालेर अनि त्यो चटनी खाँदै यति मिठो हो फेरि आलु दम बनाउने त्यो पनि मिठो हुन्छ पानी ल्याउ त बोतल पानी खानु पर्यो हो धेरै भात खायो भाइ हँ? धेरै भात खायो आज माछा छ एक पिस मलाई राख्दिनँ मलाई हाल्दिनँ एक पिस आमालाई राख्दिनँ सागालाई सागले पनि त्यति भुटाउनु क्या दिनदिनै माछा मासु खानु भन्छ भोलि त सादा खानु आज नि सादा जस्तै हो खाना राख्छ क्या बल्ल बरु त्यो सेतो गेडा भिजाएर बनाउँछ मलाई खानु ल है मैले एउटा खाएको मैले हजुर कुखुरा हुन्छ भनेर नबनाऊ त्यो गेडा केही हुन्न चना हो खुट्टाहरूदेखि तिनवटा खाइ त्यो राजमा होइन नि त होइन त्यो राजमा होइन नि त त्यो मटर खान्छु बोडी होला बोडी सेतो हो त्यो मिठो अस्ति तिमीको भिडियोमा हेरेको त खान मन लागेको थियो को आउँदा अरे पकाएको तिमीले कुनै छैन भिडियो हेरेको कस्तो खान मन लाग्यो कति मजाले खाइगयो है साइडामाले खानु तिमीले माछा खाएको बेलामा दही नखाऊ है त्यही हो नि हालेर दही नखाऊ ल बाई बाई गरिदिनु नि माछा धेरै खाएर पनि दही ल्यायो। खानु हुँदैन हस् त आजको खाना हाम्रो खाइसक्यौँ र फेरि अर्को भिडियो लिएर आउनेछु हजुरहरूले राम्रो लाग्यो भने साथमा राम्रो लाग्यो भने कस्तो लाग्यो सब्सक्राइब लाइक सेयर गर्नु होला हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ हस् त नमस्ते बाई